दुई शब्द मेरा आफ्नाहरूलाई, छोरी भएर जन्मिएर हेर्नु भन्नेहरूलाई, तिमीहरू पनि एकपटक बुवाआमा भएर हेर्नु, तिमीहरू पनि एकपटक दाजुभाइ भएर जन्मिएर हेर्नु। यहाँ छोरी भएर जन्मिनुभन्दा बुवाआमा र दाजुभाइ भएर बाँच्न निकै गाह्रो हुन्छ। तिमीलाई त के नै छ र, वैसा आयो जहाँ मन लाग्यो उडेर गयो। यहाँ छोरी रहेको त सबैले देख्छ, तर त्यसको बुवाआमा र दाजुभाइ रहेको कसले नदेख्छ र? फेरि यो दुई शब्द मेरा आफन्तहरूलाई, जरेको पाठलाई फेरि जोड्न नखोज्नु भनेर रमाउनेहरूलाई, तिमीहरूको पनि त जरेर गएको पाठले फेरि बन्द कोठामा किन बार जोड्न खोजिरहेका छौ। अरूको चोटमा प्रहार गरेर रमाउनु जति सजिलो र त्यति नै चोट आफूमा पर्दा हाँस्न त्यति नै सजिलो कहाँ छ र? मेरा आफन्त, मेरा आत्मीय मित्रजनहरू, हिजो मेरो चोटमा त धेरै नै हाँस्नुभयो, तर थाहा थिएन होला त्यतिखेर तपाईँहरू मेरो चोटमा हाँसिरहँदा कुनै दिन एक चोट तपाईँहरूलाई पनि पर्नेछ भनेर। सृष्टिमा सबै कुराहरूको प्रतिफल आफ्नै कर्ममा पर्न हुन्छ। जे रोप्नुभयो त्यही उम्रिने भयो धरतीमा। सर्थ कहिल्यै कदम कदाचित कसैको पीडा र दुःखमा नुन पिस घोलेर झन् त्यस गाउँलाई बल्झिने, आगोमा घिउ ठोकेर झन् आगोले बन्धन सल्काउने काम नगर्नुहोस्। किनभने आलो र पालो थोरै अघि र थोरै पछाडिको कुरो मात्र हो। यहाँ एउटै कथा पटक पटक दोहोरिरहन्छ। हरेक प्राणी, हरेक व्यक्तिले सहन सक्नुपर्छ। एक दिन म पनि त्यसरी नै शिकार भएको थिएँ। तपाईँहरू वरपर घेरा लगाएर ममाथि हाँस्नु भएको थियो। रमाइलो लागिरहेको थियो त्यो बेला तपाईँहरूलाई। मेरो जिन्दगी, मेरो कहानी तपाईँहरूलाई मजाक जस्तो लागिरहेको थियो। तर आज सम्झिनु, तपाईँहरूले पनि बुझ्नुभयो होला, यहाँ छोरी भएर बाँच्नुभन्दा एउटा छोरीको बुवा आमा र दाजुभाइ भएर बाँच्न निकै गाह्रो हुन्छ भनेर। छोरी सृष्टि हो, छोरी घरको लक्ष्मी हो। कृपया कसैले पनि छोरी माथिको दृष्टि नलगाउनु होला। धन्यवाद।